हेलो गाइस वेलकम ब्याक टु माई च्यानल होइन। आज चाहिँ हाम्रो साथीको बर्थडे हो अनि हामीले हिजोदेखि त उसलाई इग्नोर हानिराखेको हौँ होइन, किनकि हामी उहाँ आउनौँ भनेर अनि अहिले हामी चाहिँ केक बनाउन गइरहेका छौँ उसको लागि। तर हामीले फर्स्ट टाइम हो केक बनाउन लाग्यो, तर कस्तो हुन्छ नि थाहा छैन। अब बनाउन गइरहेका छौँ, अब कस्तो हुन्छ केक हेरौँ है नि त। केक बनाइसकेपछि म फेरि देखाउँछु तपाईँहरूलाई होइन। अब म चाहिँ यस्तै भइरहेको राम्री त छैन, ऊ पनि नआएको, त्यही भएर कस्तो राम्री भयो है। अनि मेरो कपाल चाहिँ चिसै छ, त्यही भएर म नराम्री देखिरहेको छु। म अहिले कपाल पनि सुकाउँछु अनि राम्रो देखिन्छु। फाइनल्ली गाइस हाम्रो केक रेडी भयो होइन। केक रेडी भयो। फर्स्ट टाइम बनाएको हाम्रो केक होइन, रेडी भयो। अब यसलाई डिप फ्रिजमा राखेर अनि एकछिनपछि लिएर जान्छौँ। यही हो हाम्रो केक। यहाँ अझै रह केक बनाउनु कस्तो फिल भयो? अब त म बेकरी खोल्छु ल बेकरी खोल्नुपर्छ ल यहीँ। फाइनली गाइस सुकाइदिँदै सुकाउँदै हामी रेडी भयो। म अब जान लागेको होइन। हाम्रो केक यत्रो भाडा केक यत्रो छ, भाडो यत्रो छ। अब हामी हिँड्न लाग्यो। अब बस छुट्छ अब गयो भने। गाइस हामी हिँडियो बोकेर। यहाँ कति धेरै मान्छे छन्, तर म भिडियो गराउनु छोड्दिनँ हो क्या। हाम्रो वरिपरिको बस्ती यस्तै छ होइन। खोला हामी पौडिने खोला यही हो ल। हामी पौडिने बचपनमा सँगै पढेको बिर्स्यो। बचपनमा हामी सँगै यहीँ पौडेको ल सबैजना। कति ठुलो छ त्यो ठुलो बिल्डिङ, यहाँको 32 तला। म सबसे सानी वहाँ नक्कली त्यो बिल्डिङ सबसे ठुलो अनि हामी साना। त्यो 32 तलाको। मौसम चाहिँ खतरा परेको के, आज घाम लागिरह। हिजो चाहिँ कस्तो बादल डुम्ब परेको थियो, आज चाहिँ घाम लागिरह। अनि त्यही भएर साथीको बर्थडे सरप्राइज दिन हिँडेको, तर हामी सरप्राइज भयौँ भने हामी के गर्छौँ भन्ने थाहा छैन। तर कस्तो कस्तो लागिरह। हिजोबाट इग्नोर हानेको नि त, अनि त्यही भएर उसले फोन हान्दा पनि हामीले उठाएनौँ दुईजनाले। 60वटा केक हटाउने जस्तो कार्टुन छ कि 50-60वटा हटाउने कार्टुनमा एउटा केक हालेर लिएर आइरह। अनि हामी अब स्टेसनमा पुग्नलाई अब बाटो कटेपछि नि स्टेसनमा पुग्छौँ। यति धेरै पोको बोक्दै भनौँ। हाम्रोभन्दा पोको उति त अहिले धेरै बोक्यो। हामी स्टेसनमा आएँ। स्टेसनमा यहाँ हेर्ने अनि जाने। त्यो हावा लाउँछ नि, यस्तो धेरै हावा लाउँछ, यस्तो धेरै हावा लाउँछ नि। कस्तो लागिरह, कस्तो सरप्राइज कस्तो न कस्तो। घर त हुन्न त्यही पनि डर लागिरह। घर भएन भने हामी कहाँ बस्ने। यति ठुलो बिल्डिङ हो, त्यो बिल्डिङबाट बन्जी जम्प हान्न पाए खतरा रमाइलो हुन्थ्यो। कुर्दैछौँ हामी, कुरेको कुरै भएँ। मलाई त निन्द्रा लागिसक्यो नि, अल्छी पनि लाग्यो। अहिले हामी बस चढ्यौँ, अब जान्छौँ। अहिले हामी बसबाट झरेँ। अब हामी फ्यामिली मार्टमा जान्छौँ। बेलुन छ कि छैन हेर्छौँ अनि जान्छौँ। काम आउन त आयौँ, तर घरबेटी अब उहाँ हुनुहुन्छ कि हुनुहुन्न होइन। हाम्रो केक आज धेरै फुटबल खेल्नु भएछ केकले, घुँडाले होइन। अब हामी आइछौँ, थाहा छ होला, तर त्यसलाई थाहा पाएँ कि जस्तो पनि लाउँछ गरेर आउँछन् भने शङ्खा कि शङ्खा त जस्तै लाग्छ होला। त्यही पनि गाइज हाम्रो हालत खराब भयो, भोक लाग्यो, पेटमा खाली छ, पानी नि खाएको छैन। पानी नखाइकन बढ्छ। कसैले के खान दिनुहुन्छ भने हामीलाई दिनु सक्नुहुन्छ, सहयोग गरिदिनु होला प्लिज। हामीले बेलुन लिएर आउन भुलेर अहिले यहाँ यस्तो हिँडेको गर्न पऱ्यो, नत्र यति बेला हामी रुममा पुगिसक्थ्यौँ त्यसको। अब त्यो घर हुने हो कि होइन। हामी हिँडेका छौँ।
पेटमा मुसा दौडिन सुरु भइसक्यो खाना केही छैन गाइज हामीले बेलुन भनेर बेलुन मात्रै किन्यौँ तर स्प्रे नै भेटेन कतै नै भेटेनौँ हाम्रो स्प्रे के स्प्रे नै भेटेनौँ अब जान्छौँ त्यसको रुममा यहाँबाट 20 मिनट जति लाग्छ क्या अब त्यो घरमा हुने हो कि थाहा छैन ताको रुममा आयौँ अब त्यहाँ माथि उक्लिएर त्यो पिङपङ कसरी बजाउने डर लागिरहेको मुटु ढुकढुक 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 भइरहेको Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you. चापी लान बिर्सेन दिवाली पागल भएर बस्दैन इग्नोर हानेको आमाहरू कुरा फुत्काउँछौँ भनेर मैले अहिले केक समात्दै अन्त साँच्चै मैले सोचेकै थिइनँ एकछिन बसौँ अनि काटौँला केक तर एउटा खसेछ भएन कि मेरो नाम खोइ त नि अनि हामीले बनाएको कहाँ ल्याउनु त मिलाएर गरेको भिडियो जानी जानी गरे ल ल ल ल हाम्रो तर्फबाट जीवनले चुकुता तारतम्य वाउ जेरी आमी बनाऊ त हाम्रो चटपट रेडी भयो अब बर्थडे गर्लकोमा आएर बर्थडे गर्ललाई काम गराउनु भन्नु अब खाना बनाउने भनेर हामी चाहिँ अब खाना बनाउन हिँडेको होइन खाना बनाउने थाहा मैले आज यस्तो मिस्टेक गरेको होइन खाँदाखेरि सबले थाहा पाउँछन् अनि दाल त पकाएर फाल्ने मासु चाहिँ यस्तो मिठो छ भने चाहिँ बुझ्नु तपाईँले होइन कस्तो मिठो हुन्छ कस्तो चिज हजुरहरूलाई मिठो हुन्छ त्यस्तै छ ल यो मिठो चिज देवालीमा नक्कल पार्दा ठिकै छ बर्थडेकी साथी फेरि के गर्दै ठिकै छ म भने पकाउन लागि पकाउन बेला त हेल्प गरेको थिएँ पकाउन लागि नुन हाल्यो भनेर चिनी हालेछु जस्तो गाइस यो सर्दाले केक लगेर डिप फ्रिजमा राखेर यस्तो बनाइन्छ आइस बनाइन्छ बर्थडे तेरो बर्थडे हो खोइदिनु भइ सुन्दरी ह्यापी बर्थडे टु यु पहन 1 2 3 गो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु Happy birthday dear Sarita. Happy birthday to you. ल यहाँ दुईजनाले एकैचोटि हाफ ल दिदीलाई होइन नि हुन्छ होइन दिदीलाई होइन नि त दिदीलाई त म दिइहाल्छु
म खाइदिन्छु त छोरे भयो मलाई धेरै केक नखाऊ है खै कताडो ल यति खाइदिन्छु भनौँ साकिनु भनौँ फिस्टे त ल फुतारी कारा केटाकेटीका नै गरेर यही टिस्यु छ दिदी कहाँ डलै हो कि वा तर हामीभन्दा ठुलो नभेटेर हो कि डलै रहेछ कि मैले डलै सोचेको थिएँ आरिगातो ए दाइ जाउँदैछ अनि तँलाई बर्थडे कस्तो लाग्यो वाउ डल बर्थडे अनि केक अनि केक केक पनि दामी पनि अनि डल केक अनि मान्छे हामी राम्रो नभइकन तेरो डलै हुन्थेन कुरे खावाई अन्त ओरेसी हन्त नि उरेसी वातासी म आरिगातो मेरो आँखा लट्ठै परेको भन्दा सालु तिम्रो यहाँ लारहेछ मरेर न ल हाम्रो बर्थडे भ्यायो ल गाइज बाई बाई भन्ने ह्यापी बर्थडे बाई 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 ह्यापी बर्थडे सट्टा ह्यापी बर्थडे बाई बाई ल बाई बाई